हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ। बरामारा धिराजबाट 22 वर्षको युवा अवस्थामै सुरु गरिबक्सेको एकीकरणको सफलता पछि आधुनिक नेपाललाई 4 वर्ण 36 जातको साझा फुलबारीको रूपमा चित्रण गरिबक्सेको थियो। यो मुलुक राजाको मात्र होइन, जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो। भाषण अनि जादु वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राज संस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ।